हेलो नमस्ते। आज चाहिँ हामी यहाँ बनतल खन्दैछौँ। हेरौँ कति निक्लिन्छ। बनतल त निक्ल्यो त हो। यहाँ त लास्टै लामो नि तँलाई पहिला हेर्दा सचिन चाहिँ यहाँ बनतल निस्किएको छ। यहाँ चाहिँ खनेको 10 मिनटमै बनतल निस्कियो। 10 मिनट पनि लागेन नि। यहाँ टिममेटहरू टिममेटहरू खनिरहेछ। यहाँ सुरुमै निक्लिएको छ बनतल। आज चाहिँ हामी जङ्गलमा आएको थियो र यहाँ बनतल निस्किसकेको छ। बनतरुल निस्क्यो साथी हो। बनतरुल निस्क्यो। बनतल निस्किएको छ। बाट चाहिँ यसरी फलेको छ बनतल चाहिँ। खनाइ यस्तोले हो, यस्तोले खनेछ। बनतरुल फल्यो। बनतरुल चाहिँ यहाँ 2 टुक्रा भएर निक्लिएको छ र बाँकी टुक्रा भित्र पनि छ। बाँकी टुक्रा निकाल्नु हुँदैछ। ए जिलोमै काट्यो त्यसो नगर्नु लासु न। जिलोमै थिएछ। निस्किएको छ यहाँ 3 टुक्रा भएर। हेर्नुहोस् यति बनतल निकालिएको छ र एक लटले चाहिँ तल खनिरहेको छ। अब हामी तल जानेछौँ फेरि। 1 किलो छ। 1 किलो निस्क्यो। यहाँ खन्दैछ। अब हामी तल जानेछौँ। है यहीँ कहाँ ठुलो थियो नि एउटा बेलो। उयो त उयो यहाँ उयो खनाउ न। उयो होइन, उयो चाहिँ खनाउ न। यो चाहिँ भनेको क्या। यहाँ एउटा ठुलो बेलो छ बनतरुलको चाहिँ। बोट चाहिँ एकदम गतिलो छ। यो खन्नु पाए हुन्थ्यो भन्ने एउटा सोच छ। साथीहरू यो भिडमा खन्ने भन्दैछ। छ यहाँ हेर्नुहोस् है, एकदम गतिलो छ। यो चाहिँ रुखकै फेदमा गएको रहेछ। पसिना हेर्नु बनतल खनेकोले। यहाँ साथीहरू खन्दैछ। यो चाहिँ एकदम भित्र छ, चट्टान छ। यहाँ तल खन्दैछ। निस्किँदा चाहिँ साथी हो। यहाँ हेर्नुहोस् है, यस्तो निस्कियो। जोगाऊ है साथी। सत्यानाश तिलो बनतल निस्क्यो है यहाँ चाहिँ। ल हेर्नुहोस् यहाँ त एकदम गतिलो बनतरुल त मान्छे अन्त अल्को छ त यार। साथीहरू बनतरुल हाल्दैछ। अब बनतरुल चाहिँ यहाँ 10 केजी जस्तो खन्ने। 8 जना पो छ नि त मुला। अझै कटाउ अहिले कामै छैन के। कामै छैन, कटाउनु पर्छ। यहाँ लास्ट एक ज्याङ रहेछ। यो एक ज्याङ लास्ट खन्दैछौँ अब यहाँनिर। रात पनि पर्न लागेको छ। यो अन्तिम हामी खन्नेछौँ अब। यहाँ साथीहरू फाँडफुँड गर्दैछ। कोही साथीहरू त्यता आउँदैछ, कोही यता। ज्याङ चाहिँ यही रहेछ यहाँ देखो। यही खन्नेछ हामी। बनतरुल चाहिँ खनिसकेर अब हामी घर फर्किँदैछौँ।
बन्तल यहाँ छ यति खन्ने छ आज ल ए बन्तल यहाँ अब भाग लाउने रमेश यता चार हाल्नु त ए बयमा 8 वटा पुराउँदा पहिला अलिक उता फेक्दा एक ठाउँमा दुईटा लगाऊ उता पुगेछ नि त्यो काइलाको यहाँ नराम्रो एउटा नराम्रो औ यो दुईटा लगाऊ यहाँ लगाइदेऊ तौलिने छ बुबु 8 जनालाई 8 भाग गरियो बन्तल चाहिँ यो नराम्रो छ नि तरुले डोलो हाल्दैन यहाँ डोलो यहाँ साटौँ न यहाँबाट खोइ यहाँ एउटा ल्याउनु त यहाँ अरू एकचोटि हेरौँ जल छ बराबरी बनाउने मात्रै हो के कहीँ बिग्रेछ उठाउन न त्यस्तै भए पनि यहाँ ल यहाँ हाल मिलाएर झन्डै बिग्रिएको छ यहाँ नराम्रो हाल न यहाँ तरुल अहिले यति गर्यो यहाँ भने राम्रो हो यहाँ राम्रो तरुल छोड्दै उहाँ पुगेको छैन त पर नानी झोला खोज्न है उता कमी छ यहाँ ल्याऊ यहाँ छ कमी यहाँ नगर तिमीहरूलाई चाहिँ कहाँ कहाँ कहाँनिर हेरौँ अझ एकचोटि तर राम्रै त्यसमा राम्रो तरुल पऱ्यो